I still remember watching Zari and was deeply impressed by the fact that Limbu culture को रूटमा गएर एउटा impactful love story movie with beautiful screenplay बनेको छ भनेर. Zari 2 focuses on a new chapter between Daheng Rai and Miruna Magar character. The story revolves around the time of माओवादी जनयुद्ध. So म चाहिँ यो मुभीको गुड र ब्याड एस्पेक्ट भन्न गइरहेको छु. सो तपाईहरु डिसाइड गर्न सकोस् यो मुभी हेर्ने कि नाइ भनेर. Story and screenplay. Story and screenplay is the pillar of the movie. Story नै राम्रो छैन भने मुभीको एक्टिङ टेक्निकल डिपार्टमेन्ट बलियो भए पनि the movie won't be good. र मलाई यो मुभी हेरेर के चाहिँ लाग्यो भनेसी स्क्रिनप्ले चाहिँ यो मुभीको एकदमै चाँडो मुभ हुन्छ. What I am trying to say is मुभीले चाहिँ सुरुदेखि नै एकदम स्पिडमा पेस लिन्छ. एउटा सिनबाट अर्को सिन एकदम र्यान्डमली शिफ्ट हुन्छ. मेनली फर्स्ट हाफमा चाहिँ यो प्रब्लम छ. एउटा सिनमा दयाङ राई र मिरुनाको झगडा पर्छ अनि त्यही सिन पछिको नेक्स्ट सिनमा अचानक मिरुनाको भाइ आएर मेरो दिदीलाई यो घरमा राख्दिन म लैजान्छु भन्ने पार्ट आउँछ. सुरुमा त आई थट कि दयाङ राईले यो सपना देखिरहेको होला भनेर बट नो इट इज एन एक्चुअल सिन. मेकर्सले चाहिँ यो मुभीलाई सक्दो टाइट बनाउने सोच्नु भएको रहेछ भन्ने फिल भयो. तर यति पनि टाइट भएको चाहिँ अलि राम्रो लागेन जहाँ चाहिँ स्टोरी यति चाँडै मुभ हुन्छ कि ऑडियन्सलाई मुभीमा के भइराछ भन्ने थाहा नै हुँदैन. मिरुना मगर. दिस मुभी इज इन एन्ड आउट मिरुना मगर मुभी. मैले जति पनि मिरुनाको मुभी हेरेको छु अहिलेसम्म उसको काममा केही कमी कमजोरी भेटेकै छैन. यो मुभीमा पनि उसको कामको जति तारिफ गर्यो त्यति नै कम छ. शी इज एक्सेप्सनल इन द मुभी. The way she carries this film is really commendable. She shines throughout the movie. उसले चाहिँ एकदम effortlessly आफ्नो रोल प्ले गरिरहेको थियो कि मानिदिम. She is not even acting. It feels so real. Miruna Magar looks dream-like in this movie. Her dialogue delivery lands perfectly. मिरुनाको एउटा सिनमा चाहिँ I completely broke down. उसले त्यो सिनमा आफूले बच्चेदेखि सहेको पीडा दुःखहरू एक्सप्रेस गर्छ. The way she was performing that scene was so outstanding. अझै पनि झलझली याद आइरहेको छ त्यो पार्ट. Miruna Magar truly is the star of this film. दयाङ राई, विजय बराल र रिचा शर्माले पनि आफ्नो पार्ट एकदम राम्रोसित प्ले गर्नुभएको छ. एक्सपेक्टेसन. I had a very high expectation from this movie. Zari 1 एकदमै राम्रो भएर 2 को लागि पनि एकदम एक्साइटेड थिए. Maybe that was the problem. I felt this movie could have been a much better because ले चाहिँ अलि अझै टाइम लगाएर बनाएको भए हुने चाहिँ मलाई फिल भयो. यो मुभी चाहिँ माओवादी जनयुद्धको टाइममा रिभर्ब हुन्छ. मलाई चाहिँ पर्सनली के फिल भयो भने चाहिँ यो टाइमलाइनमा चाहिँ फिल्म नबनेको भए चाहिँ हुने जस्तो लाग्यो. मुभीको सोल नै मिस भएको जस्तो चाहिँ लाग्यो मलाई चाहिँ. अनि दयाङ राई र मिरुना मगरको बन्डिङ पनि त्यति राम्रोसँग एक्सप्लोर गरेको छैन मुभीमा. अलि अझै स्क्रिन टाइम दुवैजनाको सँगै भएको भए चाहिँ इट कुड हेभ बिन स्लाइटली बेटर. ओभरअलमा भन्नुपर्दा जारी 2 मा एक्टिङदेखि सिनेमाटोग्राफीदेखि साउन्ड डिजाइन चाहिँ एकदम राम्रो छ. तर वाट आई रियली फेल्ट ल्याकिङ इज द स्टोरी. स्टोरी चाहिँ एकदम इम्प्रुभ हुन सक्थ्यो. इट फेल्ट लाइक अ फोर्स सिक्वल. जारी हिट भयो ल जारी 2 पनि बनाइदिउँ न त भनेको जस्तो चाहिँ फिल हुन सक्छ. सो या द्याट्स माई रिभ्यू फर दिस मुभी. हजुरहरूलाई यो मुभी कस्तो लाग्यो यु क्यान कमेन्ट डाउन एन्ड प्लिज डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब माई च्यानल. धन्यवाद.